आज त हामी समुद्र डुल्न आएको। यस्तो छ यहाँको चाहिँ फुलहरू यस्तो राम्रो छ फुलेको फुलहरू है। हामी त यस्तरी आएको छौँ। कस्तो राम्रो फुलहरू फुलेको यस्तो फुलेको छ है फुलहरू होइन यस्तो राम्रो फुलहरू फुलेको छ है। यस्तो राम्रो है फुलहरू हामी त समुद्र आएको आज। यो समुद्र कहाँको नजिक पर्छ भनेपछि हो त्यो देख्नुभयो नि है हजुर हो यसको नजिक यो फुलबारी छ। यता पनि छ घुम्ने ठाउँ है अनि त्यसको छेउमा पर्छ। राम्रो फुलबारीहरू छन् होइन राम्रो छ। हजुरहरू पनि आउनु सक्नुहुन्छ है घुम्न आउनु होला हजुरहरू पनि। यस्तो राम्रो छ होइन म चाहिँ यस्तो छ यस्तो राम्रो फुलबारी है यस्तो छ। म चाहिँ यहाँ छु मलाई देखेन देख्यो होला मलाई होइन। नमस्ते सबैजनालाई मेरो न्यू ब्लगमा है यस्तो राम्रो छ यस्तो राम्रो फुलबारीहरू देखाउँदै लान्छु फुलबारीहरू राम्रो छ हेर्नुमा यता फुलबारीहरू राम्रो छ क्या। यस्ता समुद्रहरू म त यहाँ छु मलाई त देखेको देखेन है मलाई चाहिँ होइन देख्नु भएन मलाई चाहिँ है म त यहाँ छु। यस्तो राम्रो छ फुलबारीहरू। हामी त जाँदैछौँ घर जाने हो। यस्तो त्यहाँ चाहिँ फुलबारी यो सिधा सबै फुलबारीहरू यहाँ छ। यहाँ यसको नजिकै फुलबारी चाहिँ यस्तो राम्रो छ। यता पनि राम्रो जाँदैछु घर हिँडेको हामी त्यही घर हिँडेको केटाकेटी खेल्ने ठाउँ केटाकेटी उफ्रिने ठाउँ यहाँ हो। केटाकेटीलाई लिएर चाहिँ यहाँ त गर्नुपर्छन् मेरो ब्लग। हामी त्यही यस्तो हिँड्दैछौँ उता छ खेल्ने ठाउँ है हामी त हिँड्दैछौँ उतादेखि जान्छौँ हामी त घर हिँड्दै जान्छौँ होइन यसो हिँड्दै जान्छौँ। यहाँ चाहिँ नानी बच्चाहरू खेल्ने ठाउँ यहाँ चाहिँ बच्चाहरू लिएर पानी मुनिले डुल्दै हुँदैछ त्यो खेल्ने ठाउँ यस्तोतिर यता है यहाँ छ यस्तो राम्रो छ है यस्तो राम्रो बच्चाहरू खेल्ने ठाउँ राम्रो छ राम्रो। हामी त हिँड्दै जाँदैछौँ दाजु अगाडि भाउजू र दिदी पछाडि म झन् पछाडि छु है म त यहाँ छु हाई भन्नु। हाई हाम्रो बहिनीको भ्लगमा सबैलाई वेलकम छ। आज हामी समुद्र घुमेर जाँदैछौँ। हामी चारजनाको ग्रुपहरू हामीले समुद्र घुमेर जाँदैछौँ। म त यहाँ छु हामीले समुद्र घुमेर हिँड्दैछौँ घर जाँदैछौँ है। हामी त समुद्र घुमेर हिँडेको घरतिर यस्तो छ। हामी हिँड्दै जान्छौँ पारिपट्टि यस्तो राम्रो छ। ल बाई बाई आजलाई यति नै ल बाई बाई सबैजनालाई यति नै ल आज चाहिँ बाई बाई सबैजनालाई है। यस्तो गरे मिलाएर यसरी हौ दामी देख्यो है
आज हाम्रो विकेन्ड हो सबैजनाको हामी यहाँ विकेन्ड मनाउनु आएको मिनी भ्लग हाम्रो यहाँ स्पेसली बहिनीले बनाउनु भएको मन्ता बहिनीले